जाँदैछौँ सैलुङ ल मम where are you कस्तो लाग्यो तपाईलाई सैलुङको उकालो हामी उक्लिदियौँ यति गाह्रो भएछ नि त्यति गाह्रो भएछ यति रमाइलो भएछ रमाइलो बिनाजु सबको प्रतिक्रिया दिनु कतिको गाह्रो भइरहेछ तपाईँलाई छैन मलाई केही गाह्रो भयो ल हाम्रो भिनाजु अहिलेको नयाँ जेन्जी हो सो भिनाजुलाई केही गाह्रो भएको छैन अरे अब म जाँदैछु दिदीतर्फ नयाँ जेन्जी दिदी म जेन्जीको बुढी वहीँ हो जेन्जीको अघि जेन्जी भिनाजुको बुढी वहीँ हो मलाई केही छैन आई एम सो 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 प्राउड एन्ड ह्याप्पी वाउ सो एलिगेन्ट भने जस्तै हो हामी चाहिँ यहाँ छुर्पी खाँदै रमाइलो गर्दै फ्यामिलीसँग अगाडि बढ्दै हौँ सो ल अब हाम्रो भुरा पार्टीहरूसँग सोधौँ है त उनीहरू कतिको सैलुङको उकालो इन्जोय गर्दैछन् भनेर है त चल भाइ कस्तो लाग्दैछ त सैलुङको उकालो त्यो डाँडाको चुचुरोमा पुगेर आउनु सक्नुहुन्छ रोजी भाइ ल तपाईँको प्रतिक्रिया दिनुहोस् म सक्छु माथिसम्म गएर होइन होइन कस्तो फिल एकदम रमाइलो फिल भइरहेछ ल हामी चाहिँ यसो गरी इन्जोय गर्दै गर्दै पुग्दैछौँ इन्जोय गर्दै रमाइलो गर्दै सैलुङको चुच्चोमा त्यो चुच्चो चाहिँ कहाँ भने डाँडा त्यहाँ उहाँ पुग्नुपर्छ ल भन्नु नि कति मन परेको छ अरे अनि कहिले आउने भन्छ अरे हजुर आमा जाने होइन होला सक्नुहुन्न होला हामीले चाहिँ के भेट्नु भएको यो हिमाली रिजनमा फल्ने एउटा ट्रीको नाम हो सायद यस्तो बाटो हुँदै हामी हाम्रो गन्तव्यतिर लाग्दै हौँ गन्तव्य सैलुङतिर सैलुङको चुचुरो हामी सबैको फर्स्ट टाइम हो सैलुङ जाँदैछौँ हामी यहाँ यस्तो यो हेर्नु न रोज फुल कस्तो राम्रो फुलेको कि उफ पिङ्क कलरको रोज हामी चाहिँ यो चिप्स खाँदै इन्जोय गर्दै निरन्तर आफ्नो गन्तव्यतिर लागिरहेका छौँ अवश्य सफल भएर देखाउँछौँ के भन्दै हुनुहुन्थ्यो दिदी तपाईँ त्यत्रो भात खाएर पनि भर्खर मलाई रहेछन् खाएर फेरि चिज खान थालेछन् भनेर भन्दा मै खान्नै हामी चाहिँ हिँड्न नसकेर बिच बाटमै रेस्ट गरेर बस्नुभएछ सो हामी चाहिँ जाँदैछौँ हाम्रो यो फ्यामिली ट्रिप हो ल सक्सेस अवश्य बनाएरै छोड्छौँ हामी फेरि तपाईँ त्यहाँ फेला भन्छु दाजु चाहिँ एडभाइस दिँदै हुनुहुन्छ कि फोहोर चापाए त्यही फाल्नु हुँदैन भनेर आफै बच्चा जस्तो हरकत गरेर भन्नुभएछ 3 वर्षको बुच्चो यहाँ हेर्नु यहाँ दिदीलाई बैसा चढाएछ 16 वर्षको बैसा चढाएछ त्यही भएर सो ड्याड जवानी चढेको यहाँ चाहिँ छ सैलुङ महादेव गुफा चाहिँ यतापट्टि जाने यो डिरेक्सनमा हामी कन्फ्युज भइरहेका छौँ सैलुङ जाने यतापट्टिबाट गाइज कता जाने भयो सैलुङ जाने भयो कि सैलुङको महादेव गुफा जाने भयो फर्केर आउँदा जाने हो क्या ल डाफे ढुङ्गा कस्तो राम्रो हेर्नु कति ठुलो ढुङ्गा बिचमा अड्डेर बस्छ डाफे ढुङ्गा रहेछ सो गाइज सासलाई अड्काउँदै अड्काउँदै अक्सिजन कमी भए पनि अघि बढ्दैछौँ हाम्रो टिम आयो 16 वर्षको जवानी चढिरहेछ म मात्र हो हेर्नु मलाई केही चाहिँदैन म काली दिलवाली हँसिली रसिली पसिली सबै मै हो जो यिनीहरू जति राम्रो भए पनि नक्कल पारेर चाहिँ जोड्दैन है त्यसले झन् आशिका दिदीलाई बोलाउनु पर्यो यहाँ होइन Every night, I we paradise seems so far